कस्तो लाग्यो गाडा हातमा लाउनु बोलाउनु कस्तो बच्चा देख्नु यहाँ कस्तो लाग्यो तपाईँलाई राम्रो छ राम्रो आएन छोराहरू टिएलहरू नि के हार गर्नु होला है ओइ बोल न कति रुन्छ नि गाई रबर छैन अरू के भएर चाहिँ यस्तो हुन्छ होला है के भएर चाहिँ यस्तो निदाउनु भयो त तपाईँ त ओठको त राम्रो खाँदैन मिलाएर भन्नु भने यसको कति हो भन्दिनँ न यस्तै नानी के गर्नु भनेर हस्पिटल नै छ क्या हिजो मात्र जन्मेको थिएँ मलाई आँखा हेर्नु न अहिले सुने छैन क्या जनाजहरू बनाउनु गयो होला क्या कहिले हिजो विदेशमा क्या विदेशमा विदेशमा त एक बच्चा पनि बनाउने तर आँखा देख्ला त अलिक पछि चाहिँ देख्ला कि कहिले देख्ने भएको सम्भाव है म त केही देख्थेँ हो भने केही देख्दिनँ अनुसम्म केही देख्थेँ बिमार देखि त्यो कालोमा कपाल उठ्यो कि उठेर्नु भगवान्को खेल हो के गर्नु मलाई त कस्तो टेन्सन पो लाग्यो भएन के गर्नु न के हो भने म बनाएर हुनेको कानै छैन कान नभए नि हुन्छ कान दुखेर चाहिँ बेकार हो मलाई त नदुख्ने भयो त काटेर फाल्नु जस्तै पनि लाग्यो अहिले त नसुनेर बरु बहिरो भइदियो नि आनन्द जस्तो तर लाग्यो ओठ त के पछि मिल्छ होला त्यो आँखाहरू चाहिँ के हुन्छ निधार त्यस्तो गरेछ आँखै कहीँ देख्ने नै मैले नसुन्ने बनाखा भन्नु कस्तो लाग्यो साथीको छोरा होइन त सुन्न सुन्दर त मैले अस्ति देखाइदिएको उसले त कति राम्रो कस्तो लाग्यो जन्मिँदाखेरि कस्तो कस्तो भने मलाई त बिजो लाग्यो उसलाई देखाएको है के गर्नु त तपाईँको कर्मै त्यस्तै रहेछ दिदी भन्छ अहिले नसुन्ने बनाखाऊ भन्दा के हुँदैन हेर्नु न मन कस्तो होला तपाईँ यो चिया जन्माएर नि यस्तो हुन्छ अरे नि त चिया खायो भने बच्चा बनाउनु चिया खायो भने यस्तो हुन्छ तातोले कुरा नगर त्यस्तो हुन्छ होला तपाईँले खानुमा चाहिँ है नारायण जन्मिनु लु हाम्रो मम्मीले राम्रो छ भने तिमी दुःख नमान है सुनेर बसिया छेउ बच्चालाई दिए आइदिएर होइन
राम्रो छ अरे तिम्रो कर्ममा त्यस्तै छ अरे नरौ के गर्नु अब है तर मम्मीले यस्तै बताउ आँखलाई चाहिँ किन परेको थियो मम्मीले यस्तो बच्चा अरू पनि जन्म देखाएको अरे पछि राम्रो भएको अरे हो नि त ठाउँ ठाउँमा जन्मिन्छ एउटा देखाएको नि पछि राम्रो भएको हो नि त चिन्ता नगर तिम्रो भाग्यमै त्यस्तै रहेछ है अब म हाँसे पनि रोए पनि तिम्रो बच्चा राम्रो हुँदैन है के होला बुवालाई स्कुल गाड्छ त यसको बोल्दिनन् हाम्रो सासुआमै छुच्ची छिन् काम छैन काहीँ नभए बुढी हो कि चिया खानु पाइसकेको त उहाँको छुच्ची छिन् क्या मेरो सासू केही भन्दिनन् काम छैन छुच्ची छिन् हाम्रो सासू हेर त कस्तो हेरेको अलि सम्झाइ बुझाइ गर्ने खालको हुनुपर्छ नि होइन छुच्ची खान गाउँबाट आएको क्या आज कान नसुन्ने भएर अनि त्यो उता उता सुन्नु फर्काउनु हुन्छ त छुच्ची सासू आमा भनिदिनु अरे के कस्तो अलि हुन्छ नि बुढोपाकाले भनिदिन्छ चित्त बुझ्छ नि त नि केही भन्नु यस्तो भन्छ नि त फेरि मम्मी कस्तो नभनिरहेछ यसको सासू त भन्छ नि त नि भन्नु त अनि अब ठाउँ ठाउँमा यस्तो धेरै जन्मिया छन् फेरि पछि राम्रो सुधार पनि भएको छ अब के गर्नु त अनि मारिदिन्छु म गाला खोज्दै गरिदिन्छु भने त आफ्नो होइन भने कति छुच्ची छ नि थाहा पायो मेरो सासू गाला पड्काउँछन् रे तिम्रो मेरो चाहिँ छुच्ची छन् कति छुच्ची सासू छन् मेरो त्यो पनि त्यस्तै छिन् पिर नगर अब त्यस्तै भनिदिनु न मम्मी एकचोटि भन्नु न भनिसकेँ त अहिले मलाई भन्न